आज चाहिँ यो काठमाडौँको त्रिपुरेश्वरमा चाहिँ आज 12 गतेको दिन चाहिँ यस्तो पासपोर्ट बनाउनुको लागि चाहिँ यत्रो भिड छ है। आज हिजो आएको थिएँ म चाहिँ, हिजो चाहिँ काम नबनेर आज आएको थिएँ। आज झन् हिजोभन्दा धेरै मान्छे भिडहरू रहेको छ। आज सायद पासपोर्ट बनाउनु पनि आज पनि धौधौै हुने जस्तो छ। योभन्दा भित्र पनि आज धेरै जनसङ्ख्या छन्। आज चाहिँ हिजो भित्र मात्र थियो, आज झन् डबल भइसकेको छ। अब पासपोर्ट चाहिँ आज बन्छ कि बन्दैन तपाईँहरू पनि देख्न सक्नुहुन्छ। अनि हामी कता पुग्ने? यता पुग्ने अहिले घुम्दै, हामी घुम्दै यता पुग्ने कता पुग्ने हो? हामी घुम्दै कता जाने हो? यस्तो बाटो यस्तो हो कि जस्तो लाग्यो। यताबाट जाने हामी घुम्दै? आज यो बाहिर घुम्दा घुम्दै रात पर्छ कि जस्तो लागिरहेको छ मलाई। आज चाहिँ आज काठमाडौँको त्रिपुरेश्वरमा यो पासपोर्ट बनाउनमा चाहिँ आज धेरै भिड रहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरू। अझ यो भित्र त्यो अन्डरग्राउन्डमा पार्किङमा पनि यस्तै भिड छ। अझ योभन्दा पनि डबल रहेको छ। यो त बाहिर यस्तो कास्टिङ मात्रै हो। यो बाहिर त जुन फिल्म त भित्र देख्नुहुन्छ। सकेसम्म तपाईँहरू चाहिँ आफ्नै जिल्लामा बनाउनु होला। जे होस् अगाडि नै पसिको लागि सम्झेर चाहिँ आफ्नै जिल्लामा बनाउनु होला। यो सबैले चाहिँ यो काठमाडौँको चाहिँ उमा अलिक छिटो हुन्छ भनेर आएको, झन् त्यो कुर्दा आफैलाई गाह्रो हुँदो रहेछ कि। बरु आफ्नै जिल्लामा जानुहोस्, 1 महिना लागोस्, 1 महिना कुरेर चाहिँ बनाएर आउनु होला। यो चाहिँ यस्तो भइरहेछ है आज। होला सायद एउटै हो हजुर हो। यहाँभन्दा भित्र चाहिँ अझ फिल्म देख्न सक्नुहुन्छ। यो बाहिर चाहिँ यसो कास्टिङ मात्रै हो। यो चाहिँ कास्टिङ मात्रै हो। भित्र छ जुन चाहिँ अलिक तपाईँहरू अलिक तर्सिसक्नुहुन्छ भित्र देखेपछि। त्यो पनि म भित्र पनि म देखाउने नै छु। यो हस् त अहिले म भित्र पनि देखाउने नै छु। यो चाहिँ यहाँ लाइन चाहिँ एक मोड गर्नको लागि चाहिँ हाम्रो 1 घन्टा लागिसक्यो है। हामी चाहिँ बल्ल यहीँ थियो। हामी अघि चाहिँ यहाँ थियो। हामी यहाँबाट घुम्दा हामी 1 लाइन घुमेर चाहिँ हामी चाहिँ भर्खर फेरि यहीँ आइपुग्यो। फेरि 1 घन्टा लाग्यो यहाँबाट चाहिँ हामी आइपुग्नु। अब अझै छ हामी आउन चाहिँ यो सबै कुरै यो तल अन्डरग्राउन्डभित्र धेरै छ मान्छेहरू चाहिँ। यहाँबाट चाहिँ अझै कति हो कति भन्ने चाहिँ साथै छैन है। हामी 1 घन्टामै आइपुग्यो। 1 घन्टामा चाहिँ हामी के अरे 1 घन्टाको भन्दा पनि एक मोड चाहिँ भ्यायो भनौँ न 1 घन्टामा। यहाँ चाहिँ ल एकदम रमाइलो भइरहेको छ। यहाँ चाहिँ एकदम पासपोर्ट लिने भन्दा पनि यहाँ मान्छेहरूलाई चाहिँ धेरै रमाइलो चाहिँ फिल भइरहेको छ। यहाँ चाहिँ अब धेरै भइरहेको छ। यहाँ चाहिँ म पनि आज धेरै भिड भयो। 2 घन्टापछि यहाँ तल 1 मोड भइसक्यो चाहिँ। अब कति घन्टा हुन्छ भने त्यो चाहिँ अब थाहा छैन। सबैले आफ्नो लाइन नछोड्नु होला। के गर्नु, सबैको एउटै समस्या हो होइन। सबैले आफ्नो समस्या बुझौँ। यतातिर चाहिँ रमाइलो भइरहेको छ। अघि लाइन सुरु हामी त माथि थियो, अहिले तल पुगेछ यो लाइन सुरु। सुरुको लाइन खोज्नै गाह्रो अहिले त। यहाँबाट सुरु भएर लास्ट
लास्टमा यताबाट यता हाम्रो लाइन चाहिँ घुमेर चाहिँ फेरि उहाँभित्र गएर चाहिँ यहाँ फेरि लास्ट चाहिँ यहाँ एन्डिङ चाहिँ यहीँ हुन्छ है त फेरि यहीँ आउनु पर्ने तर मान्छे चाहिँ धेरै मान्छेको चाप चाहिँ धेरै भएर चाहिँ यहाँ चाहिँ यस्तो लाइन बस्नु परेको छ हिजो यस्तो थिएन आफ्नो लाइन नछोडौँ है फेरि गाह्रो हुन्छ फेरि अन्डरग्राउन्डको अवस्था चाहिँ यस्तो छ हेलो म यहाँ छोडिदियो अब मेरो राति 5 6 7 8 बज्छ राति 5 6 बज्छ हामी चाहिँ यहाँबाट त बाहिर गएर लाइन यति बसिसक्यो फेरि उता भित्र आएर चाहिँ हामी यता चाहिँ लास्ट लाइन है लास्ट लाइन उताबाट गएर पारी तरेर चाहिँ हामी यहाँबाट चाहिँ अन्तिम अवस्था हुन्छ त्यहीँबाट भित्रतिर त्यहीँबाट लास्ट हुन्छ हाम्रो यहाँ धेरै हल्ला छ के गर्नु लाइन बसेर भित्र बाहिर के गर्नु यस्तो समस्या अब कसले बुझ्ने होला कसले समाधान गर्नु यहाँ चाहिँ त एकदम रमाइलो भइरहेको छ यहाँ चाहिँ एकदम पासपोर्ट लिने भन्दा पनि यहाँ मान्छेहरूलाई चाहिँ धेरै रमाइलो चाहिँ फिल भइरहेको छ यहाँ चाहिँ अब धेरै भइरहेको छ होइन यहाँ चाहिँ म पनि आज धेरै भिड भयो यो 2 घन्टापछि यहाँ तल एक मोड भइसक्यो चाहिँ अब कति घन्टा हुन्छ भने त्यो चाहिँ अब थाहा छैन सबैले आफ्नो आफ्नो लाइन नछोड्नु होला के गर्नु सबैको एउटै समस्या हो होइन सबैले आफ्नो आफ्नो समस्या बुझौँ यतातिर चाहिँ रमाइलो भइरहेको छ अघि लाइन सुरु हामी त माथि थियो अहिले तल पुगेछ यो लाइन सुरु सुरुको लाइन खोज्नै गाह्रो अहिले त यहाँबाट सुरु भएर लास्टमा यताबाट यता हाम्रो लाइन चाहिँ घुमेर चाहिँ फेरि उहाँभित्र गएर चाहिँ यहाँ फेरि लास्ट चाहिँ यहाँ एन्डिङ चाहिँ यहीँ हुन्छ है त फेरि यहीँ आउनु पर्ने तर मान्छे चाहिँ धेरै मान्छेको चाप चाहिँ धेरै भएर चाहिँ यहाँ चाहिँ यस्तो लाइन बस्नु परेको छ हिजो यस्तो थिएन आफ्नो लाइन नछोडौँ है फेरि गाह्रो हुन्छ फेरि